बानी विकास गर्नुपर्छ। थोरै रुपियाँ किन नहोस्, 1 रुपियाँ नै किन नहोस्, 2 रुपियाँ नै किन नहोस्, आजैदेखि हामीले बचत गर्ने बानीको विकास गऱ्यौँ भने भोलिको दिनमा हाम्रो जीवन सहज चाहिँ गराउँदछ। अर्को मान्छे इन्भेस्टमेन्ट भनेको छ, लगानी भनेको छ। तपाईँले आज थोरै रुपियाँ लगानी गर्नुभयो, चाहे तपाईँले सेयरमा होस्, चाहे डिबेन्चरमा होस्, चाहे बन्डमा होस्, अन्य कुनै क्षेत्रमा तपाईँले थोरै रुपियाँ पनि लगानी गर्दै जानुभयो भने के हुन्छ, त्यसले तपाईँलाई कुनैले तपाईँलाई छुट्टोमै रिटर्न देलान्, तर कुनैले के हुन्छ लङ टर्ममा दीर्घकालमा त्यसमा तपाईँले के हुन्छ प्रतिफल प्राप्त गर्नुभएको हुन्छ। त्यसैले थोरै रुपियाँ किन नहोस्, आजदेखि हामीले बचत गर्ने बानी प्लस के हुन्छ थोरै रकम भए पनि लगानी गर्ने बानीको चाहिँ विकास गर्नुपर्ने भएको हुन्छ र यो सेभिङले पनि हामीलाई त्यही भएर हामीलाई के हुन्छ महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यसरी के हुन्छ अर्को कुरा तपाईँसँग बचत गर्ने बानी भयो भने तपाईँलाई डिसिजन गर्न निर्णय गर्नको लागि पनि यसले के हुन्छ महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। तपाईँसँग आज मानव बचत गर्नुभएको छ, पैसा छ भने तपाईँ साथीभाइले आएर ल यसमा लगानी गरौँ न, यसमा थोरै रुपियाँ लगानी गऱ्यौँ भने के हुन्छ तपाईँसँग आफैसँग बचत गर्नुभएको छ, पैसा छ भने के हुन्छ तपाईँले सजिलैसँग लगानी गर्न सक्नुहुन्छ, जसले गर्दा भविष्यमा तपाईँले के हुन्छ राम्रो रिटर्न राम्रो प्रतिफल दिएको हुन्छ र तपाईँले आउने भविष्यमा आउने आफ्नो इच्छा पुरा